कि मुकुट पनि चाहिन्छ है। मयूरको पंख लगाएको मोर पंखी मुकुट आमाले तयार गरिदिनु भो। फेरि भन्नुहुन्छ मैया त जंगल जाँदा एक्लै होइन्छ, कहिलेका साथीहरू कता कता पुग्लान्, फेरि गाईहरूलाई संकेत गर्न पर्ला बोलाउनको लागि। एउटा गोपी बासको सुन्दर एउटा मुरली पनि बनाइदिनुस् न है। आमाले गोपी बासको मुरली बनाइदिनु भयो। आज भगवान कृष्ण सारा बन्धुलाई बाछालाई साथमा लिएर वृन्दावनको शोभा, नयाँ अलौकिक शोभा हेर्दै 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 अगाडि बढ्नु भयो। निकै पर पुगेपछि त्यो समथर भूमिमा एउटा कंसले पठाएको अघासुर नाम गरेको दानव सर्पाकार बनेर चट्ट एउटा ओठ जमिनमा धसेर अर्को ओठ माथिपट्टि मुख बाहिर बसेको रहेछ। अरे अरे कन्हैया, यहाँ आऊ त वृन्दावन कति सुन्दर, यति राम्रो समथर भूमिमा पनि कति राम्रो गुफा रहेछ। जाऊ न हामी पनि गुफाभित्र छिरौँ। गुफाभित्र छिर्नुभयो। सबै ग्वालबाल गोपाल कृष्णलाई थाहा थियो यो अघासुर नाम गरेको दानव हो भनेर। भगवान रोक्न चाहनुहुन्थ्यो तर सबै छिरिहाले। त सर्पको विषको प्रभावले सारा मरे। त्यो अघासुर नाम गरेको दानव विचार गर्छ, जब कृष्ण आउँछ नि अनि मुख बन्द गरेर म महाराज कंसका हजुरमा पुर्याइदिन्छु। भगवानलाई थाहा थियो बिस्तार 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 घाटीसम्म पुग्नुभयो। विशाल काया बनाउनु भयो। अब बिचरा पकाल्न खोज्छ, बाहिर निकाल्न सक्दैन, निल्न खोज्छ, निल्न पनि सक्दैन। अघासुर नाम गरेको दानव गोविन्दाय नमो नमः। त पापी भएपछि यस्तै हरे राम भन्न पाइनु, राम भन्न पाइनु, कली आयो मुखमा बस्यो राम भन्न पाइन। राम भन्न पाइन, राम भन्न पाइन, कली आयो मुखमा बस्यो राम भन्न पाइन। राम भन्न पाइन, राम भन्न पाइन, कली आयो मुखमा बस्यो राम भन्न पाइन। हरि बोल। सबैले मिठो मिठो ताली बजाउँदै राधे। हरि बोल। राम भन्न पाइनो, राम भन्न पाइनो, कली आयो मुखमा बस्यो राम भन्न। हरि राम भन्न पाइनो, राम भन्न पाइनो, कली आयो मुखमा बस्यो राम भन्न। हरि कली आयो मुखमा बस्यो राम भन्न। हरि कली आयो मुखमा बस्यो राम भन्न पाइनो। भगवसल भगवानको जय जय हो। आज सारा वनभोजका लागि महाराज जानको लागिको बीच बाटोमा सर्पको आक्रमणमा परे। सारा विषले व्याकुल भएर मरे। भगवानले सबैलाई बाहिर निकालेर मिठो वंशीको नादको प्रभावले गर्दा सबैलाई जागा गरिदिनु भयो। त्यो वंशीको नाद अधर सुधा भगवानको जब ओठमा लगाएर भगवानको बाँसको टुक्रालाई फुक्नुहुन्छ नि, आहा धन्य धन्य। आज वनभोजमा सबै रमाइलो थियो। ब्रह्माजीले बाछा हरण गरेर लिएर गएछन्। भगवानले सबै बाछाको नाम राख्नु भएको सबैलाई नाम बोलाएर पुकार्नुहुन्छ। बाछा छैनन्, ग्वालबाल गोपाल छैनन्। अनि सबैलाई नक्कली बाछा र ग्वालबाल बनाएर भगवानले 1 वर्षसम्म माया लीला गर्नुभयो। जब 1 वर्षपछि जब ब्रह्माजीले अब त के चाहिँ गर्दै होला त यो काले कृष्ण भनेर ब्रह्मलोकदेखि यसो दृष्टिपात गरेको त सारा जति पनि ग्वालबाल गाई बाछा हरण गरेर ल्याएर राखेको छ नि ब्रह्मलोकमा सज्जन, ती सबै त्यहाँ चरिराखेका छ। ब्रह्माजी लज्जित भएर भगवानको स्तुति गर्छन् विविध श्लोकद्वारा। त भगवानलाई अन्तिममा पशुपाङ्गज नामाकरण गरेर त्यहाँबाट बिदा हुन्छ।
ब्रह्माजीको अभिमानलाई भगवान चुर गर्नुहुन्छ। सखाहरूका बीचमा बसेर भगवान भोजन गर्दै हुनुहुन्छ। आहा सखाका बीचमा अहो भाग्यम नन्द गोप ब्रजोकसाम यन्मित्रं परमानन्दम पूर्ण ब्रह्म सनातनम। पूर्ण ब्रह्म सनातन भगवान जसका आज मित्र बनेर ब्रजमण्डलमा खेल्दै हुनुहुन्छ। भाग्यमानी अहो कसता नन्दादि ब्रजका जन जसका मित्र छन् साक्षात् पूर्ण ब्रह्म सनातन। अनंत कोटि ब्रह्मांड का अधीश्वर भगवान आज साधारण बालक जस्तो बनेर ब्रजमण्डलमा सारा ग्वालबालहरूसँग खेल्दै हुनुहुन्छ। भगवानको यो माया हेर्नुस् त, कसैलाई हर्न पनि जान्नु भएको छ। बकासुर मार्नुभयो, वत्सासुर, यी सबैलाई वध गरिरहनु भएको छ भगवानले। कहिले बाछा चराउन जाँदा बाछाका हुलमा आएको वत्सासुरलाई पनि भगवानले वध गरिदिनु भएको छ। हरे संसारमा एउटै ईश्वर हामीले मानेको, संसारमा एउटै कृष्ण हामीले मानेको। कोहीलाई हर्न कोहीलाई भर्न कति जानेको, संसारमा एउटै कृष्ण हामीले मानेको। कोहीलाई हर्न कोहीलाई भर्न कति जानेको, संसारमा एउटै कृष्ण हामीले मानेको। कोहीलाई हर्न कोहीलाई भर्न कति जानेको। संसारमा एउटै कृष्ण हामीले मानेको। कोहीलाई हर्न कोहीलाई भर्न कति जानेको, संसारमा एउटै कृष्ण हामीले मानेको। कोहीलाई हर्न कोहीलाई भर्न कति जानेको। हरे कोहीलाई हर्न कोहीलाई भर्न कति जानेको। लवै कोहीलाई हर्न कोहीलाई भर्न कति जानेको। हेर्नुहोस् त आज ब्रजवासीहरू अत्यन्तै प्रसन्नतापूर्वक भगवानको बडो पुकार गर्दछन्। धन्य धन्य प्रभु, आज हामी कस्ता भाग्यमानी। अहो भाग्यम नन्द गोप ब्रजौकसाम यन्मित्रं परमानन्दम पूर्णं ब्रह्म सनातनम। भगवान त्यहाँबाट फर्कदै हुनुहुन्छ। आज ब्रह्माजीको अभिमानलाई चुर गरेर फर्कदै हुनुहुन्थ्यो। जब यमुनाका तटमा आउँदा सारा गैयाहरूले पानी पिए मरे। एउटा कालिय नाम गरेको सर्प आज भोलि जमुनाको जलमा बस्न थालेको छ। जमुनाको जल विषाक्त भयो, त्यहाँ पानी पिएर कति जीव जीवात्माहरू मरे, गाई मरे, ग्वाला बालाहरू अचित अवस्थामा छन्। त भगवान कृष्ण कालियमा प्रवेश गर्नुहुन्छ। कालिन्दीमा त गएर कालिय सर्पलाई गएर प्रहार गर्नुहुन्छ। त्यहाँ भएका ती कालीनागका पत्नीहरू भगवानलाई स्तुति गर्छन्। धन्य धन्य प्रभु, नान्यो हि दण्डः कृत किल विशेषमिन् स्तवावतारः खलनिग्रहाय रिपुसुतानामपि तुल्यदृष्टेर दतसेदमं फलमेवानुशंसन्। हे भगवान, जो अनुचित कर्म गर्छ त्यसलाई दण्ड दिनु हजुरको कर्म हो। हजुर पापीहरूलाई दमन गरेर धर्मको उत्थान गर्ने हजुरको लक्ष्य र संकल्प हुन्छ। त्यसै अनुरूप हाम्रा पतिदेवले पनि हजुरलाई अहंकार प्रस्तुत गरे। हजुरले उनको अभिमानलाई चूर्ण गर्नुहोस् प्रभु। धन्य धन्य, हजुरले अभिमान चूर्ण गर्दै हुनुहुन्छ। कालिय सर्प झन रिसाएर फणा फिजाउँछ अनि भगवान जति फणा फिजाउँछ त्यति फणामा भगवान कुल्चिनुहुन्छ। रगतको वमन गर्छन् कालिय सर्प र नागपत्नीहरूले फेरि कृपापूर्ण स्तुति गर्दछन्। हजुर त दुरात्माहरूलाई दण्ड दिने हो नि प्रभु, हाम्रा पति निर्दोष छन्। अनि फेरि निवेदन गरेछन्। अघि अभिमानले पूर्ण हाम्रा पतिको अभिमानलाई चूर्ण गर्नुहोस् प्रभु भन्दै थिए। अब फेरि भन्छन् प्रभु हजुर त अभिमानी र दुराचारीहरूको संहार गर्ने
धर्मको विकास गर्ने, परित्राणाय साधूनां विनाशाय च दुष्कृतां धर्म संस्थापनार्थाय सम्भवामि युगे युगे। गीताजीको 4औं अध्यायमा हजुरले यही भनिबक्सेको होइन र प्रभु, निर्दोष हाम्रा पतिलाई छोडिदिनुहोस्। नागपत्नीहरूले बडो विनित भावमा स्तुति गर्दछ। त भगवान भन्नुहुन्छ, हे कालीय सर्प, तिमी यो कालिन्दी छोडेर जाऊ। प्रभु म कहाँ जाऊ? म रमणक नाम गरेको द्वीपमा बस्थे, एउटा गरुडले अन्धाधुन्ध सर्पलाई मार्यो। मैले मेरा बन्धुलाई बचाउन भनेर यो गरुडसँग युद्ध गरेँ। म मर्ने भए भनेर मलाई थाहा थियो गरुड यमुनाका तटमा आउँदैनन् भनेर, त्यही भएर यहाँ आएर लुकेको। प्रभु भगवान भन्नुहुन्छ, गरुड यहाँ आउँदैनन् भन्ने तिमीलाई कसरी थाहा थियो? तत्रैकदा जलचरम गरुडो भक्षमीप्सितम् निवारितः सौभरीणां प्रसह्यच्छुदितो हरत। एक दिन एउटा गरुड यमुनाका जलमा गएर जबरजस्ती माछा निकालेर खान लागेको रहेछ। सज्जन, जब त्यो माछा निकालेर खान लागेको देखेर सौभरी नाम गरेका ऋषिले भन्नुभयो, ए गरुड, खबरदार, यो माछाले तेरो के बिगारेको छ? जलमा निर्दोष माछाहरूलाई वध गर्दैछस्, मार्दैछस्, आहार बनाउँदैछस्। आज गयो भोलि उही स्वभाव फेरि आउँछ, जलबाट माछा निकाल्छ, खान्छ। खबरदार, आजदेखि उपरान्त जमुनाका तटमा टेकिस मात्र भने पनि त टाउको फुटेर मर्नेछस्। यहाँ गरुड आउन सक्दैन थियो, सौभरीको श्राप परेको छ। यो कुरा कसलाई थाहा रहेछ? कालीय नाम गरेको सर्पलाई। आज लुकेर बसेको भगवान भन्नुहुन्छ, अब डराउनु पर्दैन। मैले तिम्रा शिरमाथि मेरो चरणको छाप लगाइने। जतिखेर गरुड तिमीलाई आक्रमण गर्न आउँछन्, मेरो चरण चिन्ह, मेरो चरण छाप देखेपछि उनी अत्यन्त प्रसन्न भएर तिमीलाई छोडिदिएर जानेछ। पहिले तपस्या कुन त्यो गरेछन्, अमानी भई मान कता गरेछन्, प्राणी दया धर्म कता गरेछन्, जो माथामा कृष्ण बसिरहेछन्। होइन, यस्तो पुण्यात्मा यी कसरी भए? कहाँ गएर दया धर्म सत्कर्म गरेछन् यिनले? आज यिनका शिरमा मेरो ठाकुरजी नाच्दै हुनुहुन्छ। धन्य धन्य ती भक्तजनहरू जो भगवानसँग अतुलनीय प्रेम गर्दछन्। धन्य धन्य ती प्राणी। श्याम सुन्दर भगवानको ती सारालाई संरक्षण गर्नुभयो, बचाइदिनु भयो। कालीय नाम गरेका सर्पलाई रमणक नाम गरेको द्वीपमा पठाइदिनु भयो। त्यहाँबाट भगवान ताली बन्नुहुँदै धेनुकासुर गर्दवासुरको संहार गरेर तालको फल सारा बन्धुहरूलाई खुवाएर भगवान फर्कदै हुनुहुन्थ्यो। भगवानको लीलालाई साथ दिनको लागि महाराज विविध ऋतुहरू आए। आज यही ऋतु सन्दर्भमा, भगवानका लीलाका सन्दर्भमा एउटा ग्रीष्म ऋतु पनि आयो। सज्जन, ग्रीष्म ऋतु भनेको जेठ असारको चर्को घाम। अचानक जंगलमा डडेलो लागेछ। रुवाबासी चल्यो। कृष्ण, गाईहरू ढ्वा ढ्वा गर्दै कराउँदै कृष्णलाई पुकार गर्दै अगाडि बढ्न थाले। त पुकार गरेछ, हरे हेर कृष्ण, डडेलो लाग्यो पारी बनेमा। हेर कृष्ण, डडेलो लाग्यो पारी बनैमा। मरिन्छ कि बाँचिन्छ पिर्छ मनैमा। हेर कृष्ण, डडेलो लाग्यो पारी बनैमा। मरिन्छ कि बाँचिन्छ पिर्छ मनैमा। हेर कृष्ण, डडेलो लाग्यो पारी बनैमा। मरिन्छ कि बाँचिन्छ पिर्छ मनैमा। कृष्ण